हेलो साथीहरू, नमस्कार सम्पूर्णमा। यो चाहिँ हाम्रो क्याम्प हो। क्याम्प अब धरियामा छ। म चाहिँ अब जान लागेको 6 किलोमिटर 6.5 किलोमिटर उता पैदल यात्रा है। त्यही भएर हजुरलाई पनि जानकारी गराउँदैछु। यो चाहिँ अब धरे क्याम्प। यसो खानेकुराहरूको लागि सिद्धिया छ है। त्यही भएर चाहियो नि त अलिअलि होइन, खर्च पानी छैन। त्यही भएर चाहिँ म पेट्रोल पम्पसम्म जाँदैछु। पैदल यात्रा हुनेछ आज। अब के गर्नु त, रमजान छ, 3 बजे छुट्टी हुन्छ हाम्रो है। अब बोर हुन्छ नि त, रुममा कति बस्ने हो जसले। त्यही भएर यसो खुट्टा तन्काउनु भनेर चाहिँ हिँड्न लागेको पैदल यात्रा हो। यहाँ छ हाम्रो बकाला पसल हो, नेपालीमा पसल, यहाँबाट अरबीबाट बकाला भन्दो रहेछ है। त्यो छ हाम्रो क्याम्प। अन्त क्याम्पभित्र तरकारीको लागि सब्जीहरू पनि यसरी लगाएको छ। यो चाहिँ मेथी के भन्छ है, मैले त थाहा छैन। मेथी जस्तो लगाएको छ, मेथी होला सायद यो। साउदीमा तरकारीको लागि चाहिँ मेहनत गऱ्यो भने ऊ चाहिँ हुँदैन कि, दुःख हुँदैन जस्तो लाग्यो है। फुलहरू यता छ, गोलभेडा हो। गोलभेडाको पनि दुःख छैन हो, गऱ्यो भने त हुन्छ। लगायो भने चाहिँ हुन्छ। पानी पनि चाहिन्छ यसलाई, बिहान बेलुका लगाउनुपर्छ पानी। हेर्नु त कस्तो छ, यहाँ छ। लगायो भने चाहिँ के चाहिँ हुन्न। यो आलु हो, हेर्नु यो आलु। अनि यो चाहिँ सयपत्री फुल, सयपत्री फुलको सम्झना आयो मलाई। सयपत्री फुल हो। यति हो हाम्रो कम्पनीको पार्किङ हो। बसको पार्किङ गर्छ यहाँ। बस भयो, ट्रेला भयो, सबै एसी डिलक्स बस हो। अनि यस्तो लामो ट्रेला हुन्छ है बोक्ने। यहाँ दोदुर बोक्छ। हामी त दोदुर भन्छौँ है, गाउँतिर बोल्ने त दोदुर आयो भन्छौँ। तपाईँहरूले चाहिँ के भनेर चिनिन्छ त्यो तपाईँहरूकै भर पर्छ। हामी चाहिँ दोदुर भन्छौँ है। राम्रो छ पुरा मरुभूमि, बालुवाको मरुभूमि हो। म जानु पर्ने भनेको चाहिँ यहाँ पुल देखिन्छ नि हो। त्यो पुल भन्दा त्यस्तै 15-20 मिनट लाग्छ उता। त्यो पुल काटेर जानुपर्छ। त्यसको लागि 1 घन्टा लाग्छ यहाँबाट पैदलमा है। त्यही म देखाउन चाहन्छु तपाईँलाई। र यहाँ चाहिँ हाइवे हो, बसहरू आउने जाने गर्छ, गाडीहरू पुग्छ। अलिक गाह्रो छ। त्यहाँ मात्रै गाडी जङ्गल छ यहाँनिर। वन कुखुराहरू धेरै छ। यो भित्र च्याउ कराउँछ। बेलुका यता हिँड्नुपर्छ। धेरै काँडा खान्छ, वन कुखुराहरू।
हाइवे छ। धेरै छैन म जानलाई। यहाँ छ पुल, क्रस गरेर जानुपर्छ। सिधा बाटो भए त सिधै पुगिन्थ्यो नि। घुमेर जानुपर्छ, यो गाडी लिएर मोडेर जानुपर्छ। गाह्रो छ, के भन्नु, एक्सर्साइज पनि गर्नु पऱ्यो। रुममा बस्दा बस्दा बोर लाग्छ हौ कहिले। गाह्रो छ जिन्दगी पनि। मरुभूमिमा एक्लो भएको छु, जता हेरे बालुवा, छैन कुनै पालुवा, हर बिरामी देशमा एक्लो भएको छु। तर गीत गाउनु चाहिँ आउँदैन है, माफ गर्नु होला। अन्त है साथीहरू, तपाईँहरूको लागि देखाउनु भएको छैन त मैले पुल ब्रिज यही हो। पर जुम गरेर देखाएको थियो नि त। अब त्यही यहीँ आइपुग्न लागिसक्यो। यहाँ आइपुग्यो भनौँ न। यहाँबाट यो क्रस गरेपछि अलिकति उता हो पेट्रोल पम्प, त्यहाँसम्म जान लाग्छु। हावा पनि हुरुरुरुरु चलिरहेछ है। अब हावालाई पनि छेउन सकिएन है, के गर्नु त। त्यही भएर चाहिँ हावाकोले चाहिँ अलिक डिस्टर्ब भइरहेछ साउन्डलाई। साउन्ड अब भोइस नबुझे पनि नसुने पनि त्यसरी पिक्चर चाहिँ हेरिदिनु होला। हेरिदिनु, त्यही भन्न चाहन्छु। पुलमाथि पनि गाडी हिँडिरहेछ, पुलमुनि पनि गाडी हिँडिरहेछ। यो त चलायो नि गाडी भन्ने त। अनि यहाँ चाहिँ यो पिच गर्नको लागि फेरि डबल पिच गर्नको लागि यो फोर्रा हानेको छ। अब केही महिनापछि यहाँ पनि पुरा कङ्क्रिट हुन्छ, यहाँ ढल हुन्छ। अनि अलकत्राहरू लगाएर फेरि गाडी यतापट्टि हिँड्ने गाडी उतापट्टि पनि त्यस्तै हो। अब यतापट्टि चाहिँ अब गरेपछि यतापट्टि कम्प्लिट भएपछि फेरि गाडी यतापट्टि हालिन्छ। अनि फेरि उतापट्टिलाई फेरि यस्तै कोर्रा हालेर फेरि बनाइन्छ। यहाँ त अलिकता फुट्यो कि नयाँ बनाइहाल्छ कि। नेपालको जस्तो चाहिँ होइन। नेपालमा चाहिँ त्यो सानो सानो त्यसमा टालेर पनि बनाउँछ है, तर यहाँ चाहिँ त्यस्तो हुँदैन। कुनै ठाउँमा चाहिँ त्यस्तो होला। 100मा चाहिँ हुन सकिँदैन होइन त्यस्तो। र यहाँ चाहिँ पुरा क्लियरै बनाएको हुन्छ कि। नेपालको लागि पनि प्रधानमन्त्रीहरूलाई यसो ध्यान आकर्षण गर्न चाहन्छु। खुसी हो त्यो भिडियो हेरेर। त्यही पनि यहाँ पर म जान खोजेको चाहिँ यही हो, टावर छ त, त्यही टावरमा हो होटल हो। पहिला यही बाटो सजिलो हुन्थ्यो, सर्टकट हुन्थ्यो। यो बाटोबाट घुमेर अलि भाडा पनि अलि लम्बिया छ, अलि भाडा पनि यताबाट घुमेर आउनुपर्छ। पहिला चाहिँ यही बाटो गएर सिधा उता हुन्थ्यो, अहिले भने धेरै घुमरो भयो। त्यही भएर अलिक भाडा पनि अलिक भएको छ ट्याक्सीमा आउन जानलाई त नो प्रब्लम। मान्छे लिएर आउँछ अनि त्यो खाली जानुभन्दा त मान्छे लगेर गइहाल्छ सस्तोमै। आउने बेला चाहिँ सर्को भाउ गरिहाल्छ जाँदाखेरि। यही हो मार्केट छ।
एटिएम यही हो। यहाँ के भन्छ अलिमा ब्याङ्क एटिएम यही हो। म पनि पैसा निकालेर लान्छु भनेको खर्च पानीलाई। एकजना निकाल्दो रहेछ। खर्च पानी हो साथीहरू, गाह्रो छ। खर्च पानी यही हो ल, के गर्नु त। खर्च पानीको लागि पनि यत्रो टाढो दुःख गरेर आउनुपर्छ है साथीहरू, के गर्ने त।